साथीहरु त्यो 90 को र 100 को ट्र्याकमा यसरी तपाईले 45 mm डिग्री काट्दाखेरि मजाले मिल्छ पेस्टिङ गर्दाखेरि हैन। तर तपाईको 110 को 110 mm को ट्र्याकमा कस्तो समस्या फेस गर्न सक्नुहुन्छ तपाईलाई थाहै होला हैन। यो मेसिनले के गर्छ यहाँनिर आएर प्रोफाइल छोइसक्यो हैन। अनि मुनि तपाई हेर्नु भयो भने त्यसको पार्टमा कटिङ भएको छ। अब के गर्छ भेन्डरले अर्कोतिर घुमाएर यहाँनिर काट्दिन्छ। यहाँनिर काट्दाखेरि के हुन्छ तल 2-3 mm फरक पर्छ हैन। अनि त्यो 2-3 mm फरक पर्दाखेरि यो राम्रोसँग डिग्री मिलेको हुँदैन। तलको हेर्नुभयो भने यो थोरै बाँकी नै छ अनि माथिको कटिङ भइसकेको छ। तर यसरी काट्ने हैन। कति जनाले भन्छ कि दाइ हामीलाई थाहा छ रे त्यो कुराहरु हामीलाई थाहा छ। तपाईलाई थाहा छ भने तपाई स्किप गरेर गइदिदा हुन्छ हैन। जसलाई थाहा छैन त्यसको लागि यो भिडियो हो। पहिला हामीले मेसिनलाई 0 डिग्रीमा गर्ने हैन। 0 डिग्री गरिसकेपछि यसलाई माथिको पार्टलाई 45 डिग्रीमा फोल्ड गर्ने हैन। 45 डिग्रीमा फोल्ड गरिसकेपछि यसलाई ठाडो गरेर हैन त्यो 110 mm को जुन ट्र्याक छ त्यसलाई फोल्ड गरेर यसरी काट्ने हो। यसरी काटिसकेपछि तपाईले हेर्नु होला रिजल्ट कस्तो एकदम एक्ज्याक्ट मिल्छ के। तपाईले पेस्टिङ गर्ने बेलामा पनि एक्ज्याक्ट मिल्छ अनि तपाईको कटिङ पनि एकदम पर्फेक्ट भएको हुन्छ के। सो कति जनाले यसमा भन्न सक्छ हामीलाई यो कुराहरु थाहा छ तपाईले मलाई सिकाउनु पर्दैन हामीले ठुलो मेसिनमा काट्छौं। सानो मेसिनहरुको पनि एल्युमिनियम यूपीवीसी सम्बन्धित कार्य गर्नु छ भने हाम्रो नम्बर टिकटकको बायोमा छ त्यहाँबाट कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हस् त थ्यांक यू धन्यवाद।